नमस्कार साथीहरू, तपाईहरुलाई स्वागत छ स्टडी जापानिज ल्याङ्ग्वेजमा। आज हामी मिन्नानो निहोङ्गोको लेसन 1 को शब्दको अर्थ भोक्याबुलरी पढ्छौं। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। ल अब सुरु गरौँ। वातासी, वातासी भनेको म, वातासी ताची भनेको चाहिँ हामी, आनाता, आनाता भनेको तिमी, तपाई, आनो हितो भनेको चाहिँ त्यो मान्छे, आनो काता भनेको चाहिँ त्यो व्यक्ति, यो चाहिँ पोलाइटमा भन्दाखेरि चाहिँ भनिन्छ आनो काता भनेर। अनि मिनासान भनेको सबैजना, सान भनेको चाहिँ जी भन्ने बुझिन्छ। जस्तै हामीले नामको पछाडि सान लगाउँछौँ, जस्तै रामसान भयो, अनि नेपालीमा चाहिँ रामजी भनिन्छ। च्यान भनेको चाहिँ बच्चाको नामको पछाडि लगाइन्छ, जस्तै सीता च्यान भनिन्छ। कुन भनेको आफूभन्दा साना भाइहरूको नामको पछाडि कुन प्रयोग गरिन्छ, जस्तै राम कुन भनेर बोलाइन्छ। जिन भनेको चाहिँ नागरिक हो। कुनै पनि देशको नामको पछाडि जिन भनेर लगायो भने त्यो देशको नागरिक भन्ने बुझिन्छ। जस्तै म नेपाली नागरिक हो भन्नुपर्दा चाहिँ वातासी वा नेपारू जिन देश भनेर भन्नुपर्छ। सेन्से भनेको शिक्षक हो। केउसी भनेको पनि टिचर हो, शिक्षक हो। केउसी चाहिँ म टिचर हो, म शिक्षक हो भन्नुपर्दा चाहिँ वातासी वा केउसी देश भनेर प्रयोग गरिन्छ। गाकुसै भनेको विद्यार्थी हो। खाइस्याइन भनेको कम्पनीको कर्मचारी। स्याइन भनेको कर्मचारी हो। यो चाहिँ कुनै पनि कम्पनीको नामको पछाडि स्याइन भनेर लगाइन्छ। जस्तै आइएमसी नो स्याइन देश, आइएमसी को कर्मचारी हो। गिङ्कोइन भनेको बैंक कर्मचारी। इस्या भनेको डाक्टर, मेडिकल डाक्टरलाई इस्या भनिन्छ। केन्क्युस्या भनेको रिसर्चर, अनुसन्धानकर्ता। एन्जिनिया भनेको इन्जिनियर। दाइगाकु भनेको चाहिँ विश्वविद्यालय हो। ब्योइन भनेको हस्पिटल। देन्की भनेको बिजुली बत्तीलाई देन्की भनिन्छ। दारे भनेको को, अनि दोनाता भनेको पनि को। दारेको पोलाइट फर्म दोनाता हो। साई भनेको चाहिँ वर्ष, आफ्नो उमेर भन्नुपर्दा साईको प्रयोग गरिन्छ। जस्तै म 25 वर्षको भए भन्नुपर्दा चाहिँ निज्यू गो साई देश भन्नुपर्छ। नानसाई भनेको चाहिँ कति वर्ष हो। जस्तै उमेर कति भयो भन्नुपर्दा चाहिँ नानसाई देशका भनेर भन्नुपर्छ। ओ इकुचु भनेको पनि नानसाई नै हो। ओ इकुचु भनेको चाहिँ पोलाइट फर्ममा भनिन्छ। जस्तै तपाईँ कति वर्षको हुनुभयो भनेर सोध्नु पर्दा चाहिँ ओ इकुचु देशका भनेर सोधिन्छ। हाई भनेको चाहिँ हो, हुन्छ। इए भनेको हुँदैन, होइन। सिचुरेई देशका भनेको चाहिँ सुन्नुहोस् त भने जस्तै हो, एक्सक्युज मी हो। ओनामाएवा भनेको चाहिँ नाम, जस्तै तपाईँको नाम भन्नुपर्दा चाहिँ ओनामाएवा भने पनि हुन्छ। हाजिमे मासिते भनेको कुनै पनि व्यक्तिलाई पहिलो पटक भेट्दाखेरि चाहिँ हाजिमे मासिते भनेर सम्बोधन गरिन्छ। पहिलो पटकै, जसलाई पहिलो पटक कहिले पनि देखाएको छैन र पहिलो पटक भेट हुँदैछ भने त्यस्तो व्यक्तिलाई सुरुमा आफ्नो इन्ट्रोडक्सन दिँदा चाहिँ हाजिमे मासिते भनेर भनिन्छ। दोउजो योरोसिकु ओनेगाइसिमास भनेको हजुरलाई भेटेर खुसी लाग्यो। कोचिरावा सान्देश भनेको चाहिँ तपाईँले आफ्नो साथीलाई तपाईँले चिनेको अर्को साथीसँग परिचय गराउँदा प्रयोग गरिन्छ। जस्तै यहाँ रामजी हुनुहुन्छ भन्नुपर्दा चाहिँ कोचिरावा रामसान देश भन्नुपर्छ। कारा किमासिता भनेको बाट आएको, जस्तै नेपालबाट आएको भन्नुपर्दा नेपारू कारा किमासिता भन्नुपर्छ। अमेरिका भनेको अमेरिका। इगिरिसु भनेको युके। इन्डो भनेको इन्डिया। इन्डोनेसिया भनेको इन्डोनेसिया। खाङकोकु भनेको साउथ कोरिया। थाई भनेको चाहिँ थाइल्यान्ड। च्युगोकु भनेको चाइना। दोइचु भनेको जर्मनी। निहोन भनेको जापान। आशा छ तपाईँहरूले बुझ्नुभयो होला। कुनै कुरा बुझ्नु भएको छैन भने कमेन्ट गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद छ।